प्रेती जस्ता कलाकारहरू यस चलचित्रमा आबद्ध थिए। यो चलचित्रले व्यावसायिक रूपमा त्यति राम्रो कमाइ गर्न भने सकेन, तर यस चलचित्रले आफ्नो लगानी भने सुरक्षित गर्न सफल भयो र चलचित्र बक्स अफिसमा एभरेज साबित भएको थियो। नेपाली कथानक चलचित्र रहेको चम्पा चमेली 2011 मा रिलिज भएको चलचित्रमा मुख्य कलाकारका रूपमा थिए राजेश हमाल र उनको अपोजिटमा थिए रेजिना उप्रेती। यस चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गर्दै चलचित्र बक्स अफिसमा सुपर हिट हुन सफल भएको थियो। यसैगरी 2011 मा राजेश हमालको अर्को चलचित्र जसको नाम थियो माटो। यस चलचित्रमा मुख्य कलाकारका रूपमा थिए राजेश हमाल, उनको अपोजिटमा थिए रेजिना उप्रेती। यस चलचित्रले व्यावसायिक रूपमा राम्रो कमाइ गर्दै चलचित्र बक्स अफिसमा सुपर हिट हुन सफल भएको थियो। यसैगरी नयाँ फ्लेभरका साथ 2011 मा आउँछन् राजेश हमाल भोजपुरी फिल्मका ब्यानरमा। 2011 मा रिलिज भएको चलचित्रको नाम थियो ज्वालामुखी। यस चलचित्रमा मुख्य कलाकारका रूपमा थिए राजेश हमाल, विराज भट्ट, रेखा थापा, मुकुन्द जस्ता कलाकारहरू यस चलचित्रमा रहेका थिए। यो चलचित्रले व्यावसायिक रूपमा राम्रो कमाइ गर्दै चलचित्र बक्स अफिसमा सुपर हिट हुन सफल भएको थियो। यसैगरी 2011 मा आउँछ राजेश हमालको पेट्रोटिक फिल्म, जसमा मुख्य रूपमा आबद्ध थिए कलाकारहरू राजेश हमाल, निखिल उप्रेती,